ल सबैलाई नमस्कार। सन्चै हुनुहुन्छ होला है सबैजना, म पनि सन्चै छु हैन। सबैजनाले माया गरिदिनु होला मलाई। ल यस्तो छ ल हाम्रो चाहिँ यस्तो गाउँतिर शिला चाहिँ खोजेर आएको प्लास्टिकमा बोकेर गएको छ। बाटो यस्तो छ ल निङ्ग्रो कसरी पकाउने पानीमा कि त्यसो पानी हालेर पकाउने हो मजाले। कति घन्टा पकाउनु पर्छ सबै पक्लिनु पर्यो। यो हो कि होइन है? यो हो प्योर हो होइन? अन्त जबरजस्त झिकाले हो त भिरमा। ए टाउकोमा हान्नु न है। त्यहाँ भने त गिलासमा आधी गिलास होला भने बेलुका दिएको लिएर आधी यति राजा मैले तर नि औषध गऱ्यो है। अझ हामीले त अझ होइन होला भने त्यो सार नझिकाले नि फेरि भोलि चाहिँ गनाउनु चाहिँ उत्पात गनाउँदो रहेछ नि। आधी घन्टा पनि लागेन होला यति झिकाल्नलाई। शिलाजित झिकालेर आइयो। कुन यो डुप्लिकेट? ए यो प्योर ओरिजिनल हो क्या? बस्ती गनाइरहेछ हातै। यत्रो त पोकाएर त हामीले त होइन होला भने फ्याल्ने। ढुङ्गै आएको थियो होला होइन? किरिक किरिक पकाइ होइन त 1 घन्टा पकाउँदा आउँछ। ल के लियो अरे के अरे? खुट्टा काटेर है रगतै रगत भइरहेको सबै नि। बाख्रा लाने हजुर? ए तलतिरको हामी यस्तो तपाईँ कोसँग कुरा बोले जस्तो लाग्थ्यो त। ए बाख्रा गोठालो हाम्रो केटाहरू टट्ट गाउँमा बस्यो 40-50। के ए बाइक त ल्याइसकेछ लगेर जानुपर्ने। फुटेज जाउँ न लिसँग के अरे छेडा भयो चप्पल किन्न। पेट्रोल पनि ल्याएर आउने भन्नु है। है पेट्रोल पनि हालेर आउने भयो नि अहिले। आज त्यो पनि खोइ खोलातिर भन्दै थिए बाटो यस्तो छ कि कुन चाहिँ कि डुँडो जस्तै बाख्रा बोकेर हिँड्नु हो। कस्तो बाख्रा त्यो कराउने को यो? ढुङ्गाले हान्नु न पक्लकै ल ल ल हान्छु ल। माल सामान देखाउन न भिडियो युट्युबमा भाइरल हुने हो। देखाउन न लु ल हाम्रो गाउँको हाइवे बस क्युको बस आइपुगेछ। यति बाख्रा एकजना भयो नि त चिज। मम्मी आउँदैछ के अरे त्यही भएर के साप पनि रहेछ।
होइन अरू हामी भिरतिर किला चाहिँ झिकेर आइपुग्यो बिहान चिप्लाउँदै लगेर कच्चा ल यस्तो छ हालत खराब भोक लागिसक्यो ओइ भोक लागिसक्यो होइन तर पनि झर्दैछन् हार खानु हुँदैन अगाडि बढ्नुपर्छ थपाउ उयो हो त्यो अनि उयो बाइकले अफे गर्ने यिनीहरू हो कि उयो सल्लाहहरू पनि हो भन्ने लैजाऊ भने त्यो ए तर उतिसहरू पनि छ नि यो सेउलाकलाई चिज हुन छ नि फेरि उति किन थाहा छ मसिनो हुने क्या मल्दै तिम्रो त्यो के अरे आलु के अरे त्यो होइन डाङ्लाहरू पनि झार झिरिप जाँदो रहेछ लामो लामो त्यो भन होइन ठिकै ठिकै घर सबै जाने यस्तै छ हाम्रो पारा गाउँघरमा बसिया पारा देखाएको छ हाम्रो यस्तै छ भने ब्रो भनेर हल्ल्या छ हिँड्या खाएको छ दिनमा 3 जोडी खायो भने भोक मेटाउँदैन किन हौ के हुन खोजेको हो यो होइन जति खाए पनि खाएको खाइ गाउँघर यस्तो हामी छ कस्तो ल ल ल आउनु जो के गर्नु गर्छ लकडा हो तिर अनु माछा माछा गनाइरहेछ माछा के लाग्यो मस्त बसिरहेछ ल्याउँछ माछा निङ्रो ल नि यही निङ्रो भनेर बिदाइले मैले के भनेको छु निङ्रो सिङ्रो यो जङ्गलको मैले निङ्रो भनेको छैन मैले झारकाट भनेको होइन बाँस ल्या भनेको यो निङ्रो खाने